नमस्ते साथीहरू। करिब 1 वर्ष पहिला मैले वैदेशिक रोजगारमा भएका हामीहरूले आइपिओ कसरी भर्ने, रेमिटेन्स एकाउन्ट कसरी बनाउने र त्यसको के फाइदा भन्ने बारेमा भिडियो बनाएको थिएँ। त्यो भिडियोलाई यहाँले अत्यधिक मन पराइदिनु भएकोमा यहाँ सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र त्यो भिडियोमा यहाँहरूले धेरै मलाई कमेन्ट गर्नुभयो, कतिपयले मलाई म्यासेज पनि गर्नुभयो। त्यसलाई चाहिँ त्यसका धेरै चाहिँ यहाँहरूका क्वारीहरू आए। त्यो सबै क्वारीहरूलाई चाहिँ समेटेर आज मैले यो भिडियो बनाउँदैछु। रेमिटेन्स एकाउन्टका समस्याहरू, भोलि रेमिटेन्स एकाउन्ट नबन्ने के कसो भन्ने कुरा, सबै कुराहरूलाई यहाँले जति पनि कमेन्ट लिनुहुन्छ, कतिपय कमेन्टहरू त लगभग चाहिँ सिमिलर छन्, कतिपय कमेन्टहरू चाहिँ जो यहाँहरूले क्वारी गर्नुपर्छ तिनीहरूलाई म एक एक गरेर सम्भवतः यो भिडियोमा चाहिँ यहाँहरूका क्वारी, यहाँहरूका कन्फ्युजनका विषयहरू चाहिँ म केलाएर समाधान गर्ने चाहिँ प्रयास गर्नेछु। कृपया तपाईँ पनि यदि रेमिटेन्स एकाउन्ट यदि हजुरले बनाउनु भएको छैन, वैदेशिक रोजगारमा हुनुहुन्छ र वैदेशिक रोजगारीको लागि दिएको आइपिओ भरिरहनु भएको छैन र त्यो छुटाउनु भएको छ भने बहुत ठुलो गल्ती गर्दै हुनुहुन्छ। तुरुन्त तपाईँले रेमिटेन्स एकाउन्ट बनाउनु होला र त्यसको लागि के गर्ने, कसरी गर्ने कन्फ्युजन छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। म तपाईँका सबै कन्फ्युजनलाई चाहिँ आज क्लियर गर्नेछु। सर्वप्रथम मैले कमेन्ट यहाँ चाहिँ हेरेँ, हाम्रो माधव गैरे सरले पठाउन लेख्नु भएको छ। सर, रेमिटेन्स एकाउन्टमा नेपालदेखि पैसा डिपोजिट गर्न मिल्दैन भन्ने ब्रोकरले सेयर बेचेको पैसा कसरी डिपोजिट गरिदिन्छ होला त, केही अर्को खाता चाहिन्छ कि भनेर चाहिँ क्वेसन गर्नुभएको छ। माधवजी, तपाईँलाई धन्यवाद। अब यो केसमा चाहिँ के छ, कतिपय साथीहरूको चाहिँ यो कुरा चाहिँ छ कि हाम्रो रेमिटेन्स एकाउन्टमा चाहिँ रेमिटेन्स एकाउन्टमा के हुन्छ भने साथीहरू, नेपालबाट क्यास डिपोजिट गर्न मिल्दैन र तपाईको नेपालको मोबाइल ब्याङ्किङबाट पनि मोबाइल ब्याङ्किङबाट ट्रान्सफर गर्न मिल्दैन रेमिटेन्स एकाउन्टमा। रेमिटेन्स एकाउन्ट भनेको वैदेशिक रोजगारीमा भएका नेपालीहरूले चाहिँ डिपोजिट गर्नको लागि बनाइएको खाता हो। त्यस कारणले विदेशबाट मात्रै पैसा हाल्न मिल्छ। त्यसैले कतिपयको खातामा चाहिँ पैसा आउँछ। इभन मेरो पनि एक्जाम्पल लिनुहुन्छ भने मेरो रेमिटेन्स एकाउन्टमा मैले बेचेको सेयर चाहिँ मेरो खातामा चाहिँ आइरहेछ। आजसम्म ब्रोकरले मलाई केही भनेको पनि छैन, त्यो पेमेन्टमा इस्यु आएन। यदि कुनै ब्याङ्कको, मेरो चाहिँ एनआइसिआइसिआई ब्याङ्क हो खाता है, तपाईँको इन्फर्मेसनको लागि, यदि तपाईँको ब्याङ्कमा रेमिटेन्स एकाउन्टमा बेचेपछि पैसा नआउने समस्या छ भने तपाईँले के गर्नु भने, एउटा तपाईँको अर्को ब्याङ्कको नर्मल खाता खोल्नु र त्यो खाता चाहिँ तपाईँको ब्रोकरलाई दिनु। त्यो भयो भने के हुन्छ, तपाईँको ब्रोकरले तपाईँको सेयर बेचेको पैसा चाहिँ तपाईँको अर्को खातामा चाहिँ हालिदिन्छ। अब किनभने सेयर बेच्नको लागि रेमिटेन्स एकाउन्टकासम्म होइन, रेमिटेन्स एकाउन्ट हाम्रो त आइपिओ भर्न र पार्नको लागि हो। परिसकेपछि क्यास रिटर्न लिनको लागि हाम्रो चाहिँ ब्रोकरलाई चाहिँ तपाईँले अर्को नर्मल खाता दिँदा पनि समस्या पर्छ भाइ। अरू त्यस्तै चाहिँ अर्को साथीले सोध्नु भएको छ, रेमिटेन्स एकाउन्ट खोलेर अनि सेयर भर्दा नर्मल एकाउन्टमा परेको सेयरहरू केही हुन्छ भने, रेमिटेन्स एकाउन्टबाट पहिला यदि कोही तपाईँले पहिल्यैबाट सेयर भरिरहनु भएको छ नर्मल एकाउन्टमा र रेमिटेन्स एकाउन्टमा फेरि भरेपछि पहिलाको सेयर के हुन्छ कि जान्छ कि भन्ने तपाईँको सायद क्वारी हो जस्तो लाग्छ। सर दीपक खनाल सर हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद। दीपक सर, यस्तो छ, त्यसमा चाहिँ के छ भने तपाईँको जुन पहिलाको नर्मल तपाईँको अरू कुनै ब्याङ्कको तपाईँको नर्मल एकाउन्ट थियो, त्यसबाट तपाईँले सेयर भरिरहनु भएको थियो, तपाईँको एकाउन्टमा सेयर थियो र अब तपाईँले रेमिटेन्स नयाँ ब्याङ्कको खोल्नुभयो भने त्यसले समस्या केही पनि पार्दैन। तपाईँ नेपाल भएको बेलामा तपाईँले चाहिँ तपाईँको जुन नर्मल एकाउन्टबाट चाहिँ त्यो सेयर चाहिँ रेमिटेन्स एउटै ठाउँमा चाहिँ ल्याउन मिल्छ। त्यसको लागि सम्बन्धित ब्याङ्कमा गएर एउटा फर्म चाहिन्छ। त्यो फर्म फिलअप, एक्जाम्पल मानिलिउँ, तपाईँको एभरेस्ट ब्याङ्कको नर्मल खाता थियो, एभरेस्ट ब्याङ्कबाट तपाईँले आइपिओ भर्नु भएको थियो, तपाईँकोमा सेयर थियो। अब तपाईँले नोबेल ब्याङ्कबाट रेमिटेन्स एकाउन्ट बनाउनु भयो भने के हुन्छ भने तपाईँको पुरानो सेयरहरू चाहिँ एभरेस्ट ब्याङ्कको डिमेट एकाउन्ट अन्तर्गतको तपाईँको रहेको हुन्छ। अब रेमिटेन्स एकाउन्ट भइसकेपछि तपाईँको नयाँ सेयर चाहिँ कुन एकाउन्टको डिमेट एकाउन्ट अन्तर्गत गर्ने भयो, नोबेलको भने तपाईँ एभरेस्ट ब्याङ्कमा गएर एभरेस्ट ब्याङ्कलाई चाहिँ मेरो अहिले नोबेल ब्याङ्कको रेमिटेन्स एकाउन्ट भयो, यसमा चाहिँ ट्रान्सफर गरिदिनुहोस् भनेर तपाईँले एउटा फर्म भरेपछि एभरेस्ट ब्याङ्कले तपाईँको नोबेल ब्याङ्कको डिमेट एकाउन्टमा ट्रान्सफर गरिदिन्छ। त्यसलाई केही पनि समस्या भएन। सम्भवतः अनलाइन पनि हुन्छ होला, तपाईँले यहीँबाट फोन गरेर ब्याङ्कलाई एउटा इमेल गरिदिनु भयो भने पनि त्यो पनि समस्या तपाईँको समाधान हुन्छ है। र साथै त्यस्तै अर्को एउटा क्वेसन सरले, विज्ञान लामा सरले क्वेसन गर्नुभएको छ, सर मैले नेपालबाट नर्मल एकाउन्ट नम्बरबाट आइपिओ भर्दै आइरहेको थिएँ, हाल म युएईमा छु, मैले यहाँबाट रेमिटेन्स एकाउन्ट खोल्न के गर्नुपर्छ होला भन्नुभएको छ।
विज्ञान लामा छ, धन्यवाद तपाईँलाई। तपाईँ युएईमा हुनुहुँदछ र यसको लागि चाहिँ तपाईँ म पनि युएईमा छु। हजुरले युएईमा रहेको अल अहलिया एक्सचेन्ज तपाईँलाई थाहा छ, अल अहलिया एक्सचेन्ज बरदुबईमा अल अहलिया एक्सचेन्ज छ। तपाईँले बरदुबईमा आएर त्यहाँ हाम्रो धेरै ब्याङ्कको रिप्रेजेन्टेटिभहरू यहाँ हुनुहुन्छ। तपाईँको सिद्धार्थ ब्याङ्कको हुनुहुन्छ, हिमालयन ब्याङ्कको हुनुहुन्छ। तपाईँले कुन ब्याङ्कको खाता खोल्न चाहनुहुन्छ त्यो रिप्रेजेन्टेटिभसँग भेटेर, यदि तपाईँले मेरो वाट्सएप छ भने मलाई वाट्सएप गर्नु होला। मलाई तपाईँलाई चाहिँ त्यो कुन ब्याङ्कको, 2-3टा ब्याङ्कको मसँग पनि चिनेको साथीहरू हुन्छ रिप्रेजेन्टेटिभ, उहाँको नम्बर म चाहिँ तपाईँलाई चाहिँ वाट्सएप गरिदिन्छु। अझ नभए यही भिडियोको म लिङ्कमा चाहिँ राखिदिन्छु। युएईमा हुनुहुने साथीहरूको लागि चाहिँ उहाँहरूले सम्बन्धित ब्याङ्कको व्यक्तिसँग कन्सल्ट गरेर चाहिँ एकाउन्ट खोल्न सक्नुहुनेछ है। र यदि अरू साथीहरू जो चाहिँ युएईको अलि अबुधाबीतिर हुनुहुन्छ, अलि चाहिँ जस्तै साउदी बोर्डरतिर हुनुहुन्छ, त्यता हुनुहुन्छ भने तपाईँहरूले चाहिँ के गर्नुपर्छ भने त्यो खोल्नको लागि चाहिँ त्यो अलअलि त्यो उहाँहरूसँग कम्युनिकेसन गरेर पनि खोल्न सक्छ। यदि अलअलिया ब्याङ्कको ब्रान्च तपाईँको नजिक छ भने अलअलिया ब्रान्चमा जानु होला, उहाँहरूले चाहिँ कन्सल्ट गरिदिनुहुन्छ है धेरै उसलाई चाहिँ। र यदि त्यो पनि सम्भव छैन भनेर तपाईँले चाहिँ यदि बरदुबई आउन सम्भव छ भने तपाईँ आउनु होला। त्यसको लागि हाम्रो कोसिली ट्राभलमा आउनु होला, म यहीँ रहनेछु। मेरो तर्फबाट पनि केही हेल्प तपाईँलाई आवश्यकता भयो भने म आफ्नो तरिकाले तपाईँलाई चाहिँ हेल्प गरिदिन्छु है। त्यसपछि चाहिँ अर्को सबु थापा सायद बहिनी हुनुहुन्छ, उहाँले सोध्नु भएको छ, हेलो सर, रेमिटेन्स एकाउन्ट खोलेपछि नेपालमा भएको सेयर नै देखाउँदैन त? अनि रेमिटेन्स एकाउन्ट र नेपालको पहिलाको ब्याङ्क एकाउन्ट छुट्टै हुने हो र? अनि पैसा सेन्ड गर्दा कुन नम्बरमा सेन्ड गर्ने भन्नुभएको रहेछ। के भन्नुभयो? हेलो सर, रेमिटेन्स एकाउन्ट खोलेपछि नेपालमा भएको सेयर र नै देखाउँदैन त? ए त्यस्तो नहुनु पनि, सायद तपाईँको पनि त्यही क्वेसन हो जुन मैले अगाडि भनिसकेँ। तपाईँको पहिला नर्मल एकाउन्ट थियो र अहिले रेमिटेन्स एकाउन्ट अर्को ब्याङ्क। एउटा चाहिँ के चाहिँ इम्पोर्टेन्ट कुरा हो भने म यहाँ सम्पूर्ण साथीहरूलाई के आग्रह गर्छु, तपाईँले रेमिटेन्स एकाउन्ट नयाँ ब्याङ्कको खोल्नु पर्दैन। जुन ब्याङ्क तपाईँको पहिला नै जुन ब्याङ्कको खाता छ नि त्यसैलाई चाहिँ रेमिटेन्स गराउन मिल्छ। सबैभन्दा सहज चाहिँ साथीहरूले के गर्नु होला भने तपाईँले नयाँ ब्याङ्कको खातातिर नजानु होला। तपाईँले एक्जाम्पल मानौँ कि तपाईँको यदि खाता नवेली ब्याङ्कमा छ भने तपाईँले नवेली ब्याङ्कलाई तपाईँको नर्मल खातालाई रेमिटेन्स एकाउन्ट बनाउनुहुन्छ। त्यसो भयो भने के हुन्छ, तपाईँको सेयर पनि त्यही रहन्छ, सिआर नम्बर त्यही रहन्छ, डिमेट एकाउन्ट त्यही रहन्छ। तपाईँलाई यो अरू झन्झटिलो हुँदैन होइन। अब यो कसरी गर्ने भन्दा केही पनि छैन, सिम्पल तरिका छ। तपाईँले आफ्नो मोबाइलबाट अथवा चाहिँ ल्यापटपबाट एउटा इमेल चाहिँ लेख्नुपर्ने हुन्छ ब्याङ्कको जुन ब्याङ्कको अझै तपाईँलाई कन्फ्युजन लाग्यो तपाईँको ब्याङ्कको इमेल आइडी के हो भने गुगलमा गएर कस्टमर केयर इमेल आइडी अफ द ब्याङ्क भनेर हाल्नुभयो भने त्यहाँ देखिन्छ। र त्यो ब्याङ्कलाई तपाईँले इमेल आइडीमा हाल्नुभयो, तपाईँले एउटा इमेल गर्नेको म फलानु मान्छे हो, मेरो फलानु एकाउन्ट नम्बर हो, मेरो फलानु नाम हो र मेरो नर्मल बजेटमा रहेको मेरो चाहिँ खातालाई मैले रेमिटेन्स एकाउन्ट बनाइदिनुहुन्न, म आग्रह गर्छु भनेर चाहिँ एउटा तपाईँले इमेल लेख्नुभयो र तपाईँले रेमिटेन्स गरिरहेको आफ्नो कागजपत्र पनि तपाईँले पठाउनु पर्ने हुन्छ। तपाईँको चाहिँ जस्तै कि तपाईँको चाहिँ यो सरम गरेको स्टिकर, सरमको पेपर, अनि त्यसपछि तपाईँको जुन देशमा हुनुहुन्छ त्यहाँको आइडी र तपाईँको पासपोर्ट कपी, भिजा कपी त्यो पठाइदिनु भयो भने र 50,000 रुपियाँ तपाईँले सुरुमा रेमिटेन्स एकाउन्ट बनाउँदै गर्दा कम्तीमा 50,000 रुपियाँ तपाईँले रेमिट गरेको हुनुपर्छ। त्यो स्लिप तपाईँले रेमिट गरेको जुन स्लिप हुन्छ त्यो गर्नुभयो भने तपाईँको सिएम एकाउन्ट नै रेमिटेन्स हुन्छ। त्यो भयो भने तपाईँलाई एकदम सहज चाहिँ हुन्छ है हजुरहरूलाई। अथवा होइन नर्मल पहिलाको खाता पहिला के होस्, म नयाँ रेमिटेन्स एकाउन्ट खोल्छु भन्नुभयो भने झन् सजिलो हुन्छ। अब यो चाहिँ यदि कोही साथीहरूले पहिलेबाट सेयर भर्दै आइरहनु भएको भने उहाँहरूले चाहिँ त्यही एकाउन्टलाई चाहिँ रेमिटेन्स बनाउनु होला, त्यसो भयो भने सजिलो हुन्छ होइन। यदि कोही साथीले आजसम्म आइपिओ भर्दै भर्नु भएको छैन, आजसम्म यो आइपिओ भन्ने थाहा नै छैन, पहिलोचोटि गर्ने भन्ने र विदेशमा हुनुहुन्छ भने यहाँबाट खोलेको एकाउन्ट अटोमेटिक रेमिटेन्स एकाउन्ट हुन्छ। त्यस कारण उहाँहरूको हकमा चाहिँ जो साथीहरूले आजसम्म सेयर भर्नु भएको छैन उहाँहरूले नयाँ एकाउन्ट खोल्दा चाहिँ सजिलो हुने भयो, यो सहजताको लागि। तर हामीले पहिले भएको एकाउन्ट चलाउँदा पनि उयो र नयाँ एकाउन्ट उठ्दा पनि उयो, त्यसमा केही फरक परेन है। अर्को मैले चाहिँ यहाँ विनोद दाहाल सर एउटा मलाई पठाउनु भएको छ, कमेन्ट गर्नुभयो, सर म अहिले साउदीमा छु, 13 मन्थ भयो आएको, सरम गरेर म्यानपावरबाट आएको, तर सरम गरेको स्टिकर लोगो भएको पेपर मसँग छैन।
अब कसरी लिने होला सर, प्लिज भनिदिनु न। अहिलेलाई नर्मल आइपिओ भर्दै रेमिटेन्स एकाउन्ट भएको छैन। साउदीबाट ब्याङ्कमा जिमेल गर्दा हुन्छ कि कसरी गर्ने प्लिज भनिदिनु होला भन्नुपर्छ। ए विनोद दाजु धन्यवाद, तपाईँले पनि एउटा राम्रो क्वेसन उठाउनु भयो। शरमको लागि तपाईँहरूलाई चाहिँ मेन पावर दिएको छैन, के छैन त्यो अनलाइनबाट दिन मिल्छ। हाम्रो यो वैदेशिक रोजगार विभागको वेबसाइटमा जाएर तपाईँको पासपोर्ट नम्बर तपाईँले हालेपछि त्यहाँबाट स्टिकर तपाईँको निकाल्न मिल्छ। यदि तपाईँले सक्नु भएन भने मलाई चाहिँ तपाईँले व्हाट्सएपमा चाहिँ तपाईँको पासपोर्टको कपी पठाइदिनु होला। तपाईँको शरम भइसकेको छ भने त्यो शरमको स्टिकर म तपाईँलाई पठाइदिन सक्छु है, त्यो पनि गर्न सकिन्छ। त्यो सिम्पल कुरा हो। त्यसपछि चाहिँ तपाईँले त्यो स्टिकरलाई निकालेर तपाईँले चाहिँ आफ्नो ब्याङ्कमा पठाएर तपाईँले आफ्नो एकाउन्टलाई चाहिँ रेमिटेन्स एकाउन्ट बनाउन सक्नुहुन्छ है। अनि अर्को महेन्द्र खड्का सरले सोध्नुभएको छ, सर नमस्कार, म हाल इन्डियन आर्मीमा कार्यरत छु, मैले रेमिटेन्स एकाउन्ट खोल्न मिल्छ कि मिल्दैन, प्लिज कन्फर्म गरिदिए राम्रो हुने थिएँ भन्नुभएको छ। धन्यवाद महेन्द्र खड्का सर। अब यो केसमा चाहिँ सायद मलाई जहाँ तक लाग्छ हाम्रो हजुरको शरम पक्कै हुँदैन, किनकि इन्डियन आर्मीमा जाने हुँदैछ सायद वैदेशिक रोजगार नै हो, तर इन्डियाको लागि चाहिँ हामीले यो शरमको व्यवस्था गरेको छ जस्तो लागेको छैन मलाई। तथापि यदि अहिले भर्खरै नै गरेको भए मलाई पनि यो कुरा आइडिया भएन। र तपाईँ इन्डियन आर्मीमा हुनुहुन्छ भने यो चाहिँ शरमको व्यवस्था छैन। शरम तपाईँको नभएपछि हजुरले आइपिओ रेमिटेन्सहरूलाई भर्न मिल्दैन। तपाईँको शरम भएको भए चाहिँ बल्ल मिल्छ। तर जहाँ तक मलाई लाग्छ इन्डियामा रोजगारी जसले गर्नुहुन्छ उहाँहरूको चाहिँ शरम चाहिँ हुँदैन। त्यही पनि एकचोटि वैदेशिक रोजगार विभागमा चाहिँ सम्पर्क गर्नु होला। र यदि तपाईँले शरम गर्न मिल्ने रहेछ भने चाहिँ शरम गर्नुभयो भने तपाईँले पनि आइपिओ विदेशकै आइपिओ भर्न मिल्छ। यसको बारेमा चाहिँ एकचोटि बुझ्नुपर्ने हुन्छ सर है, वैदेशिक रोजगारको विभागमा चाहिँ सर है सर। अर्को हाम्रो गुन्ना भनेर उहाँको एक्ज्याक्टली नाम त्यहाँ टोटल देखेन। मैले पनि आज नर्मल सेभिङ एकाउन्टलाई रेमिटेन्स एकाउन्टमा कन्भर्ट गर्न मेल गरेको छु, अनि यो 50,000 के को हो खासमा भन्नुभएको छ। यो सबै साथीहरू सुनौँ है, यो 50,000 हाल्नुपर्ने किन पैसा हाल्नुपर्ने, मेरो खातामा त अलरेडी पैसा छ, त्यही खाता पैसा युज गर्दा हुँदैन भन्ने पनि कन्सेप्ट छ। तर के हो भने यो रेमिटेन्स एकाउन्ट भनेको के हो भने विदेशबाट पैसा पठाउनलाई बनाएको हो। अब यो किन सरकारले ल्यायो त, यो एकदम बुझ्नुपर्ने कुरा छ। जस्तै सरकारले विदेशबाट रेमिटेन्स एकाउन्टमा पैसा हालेर आइपिओमा 10% हामीहरूलाई किन दियो भन्नुहुन्छ भने अब यो विदेशमा धेरै देशमा के छ भने चाहिँ कतिपय साथीहरूलाई रेमिटेन्स गर्नुहुन्न, यो अन्य अवैधानिक माध्यमबाट चाहिँ पैसा पठाउनुहुन्छ नेपालमा। त्यो अवैधानिक माध्यमबाट पैसा पठाउने क्रमलाई चाहिँ दुरुत्साहन गर्न र सबैको पैसा चाहिँ रेमिटेन्सबाट आओस् भन्ने चाहिँ अभिप्रायले यो चाहिँ हामीलाई चाहिँ नेपाल सरकारले चाहिँ एउटा चाहिँ उपलब्ध गराएको हो भन्ने चाहिँ मलाई लाग्छ। त्यसकारणले तपाईँले के हो भने रेमिटेन्स तपाईँ विदेशमा छु भन्नुहुन्छ तर पैसै हाल्नुहुन्न रेमिटेन्स गरेर भने त त्यसपछि त नेपाल सरकारले दिने कुरा भएन होइन। त्यसकारण कमसेकम 50,000 मात्र एकचोटि हाल्नुभयो भने तपाईँ विदेश हुनुहुन्छ र विदेशबाट पैसा कमाएर तपाईँ विदेश हुनुहुन्छ, एउटा प्रुफ हो। त्यस कारणले चाहिँ सुरुमा 50,000 हाल्नुपर्छ। र तपाईँलाई यो पनि ख्याल गर्नु होला सबैले, हरेक 6 महिनामा 50,000 हाल्न जरुरी छ है। यदि 6 महिनामा तपाईँले 50,000 रकम आफ्नो खातामा हाल्नु भएन भने फेरि तपाईँले तपाईँले आइपिओ भर्दै गरेर तपाईँको आइपिओ भरेको एप्लिकेसन रिजेक्ट हुनसक्छ। त्यस कारणले कम्तीमा पनि 6 महिनामा 50,000 चाहिँ रेमिटेन्स गर्नु होला है सबै साथीहरूले चाहिँ। र त्यस्तै अब यहाँ धेरै कमेन्टहरू छन् साथीहरू, मैले धेरै पढेर सम्भव पनि छैन, कमसेकम यो 500-600 नै कमेन्ट छन् धेरै साथीहरूका। तर मैले धेरै साथीहरूले पाउने उस्तै छन्। मेनली यहाँहरूको क्वेरी के हुन्छ भने एउटा क्वेरी यो पैसा ब्रोकरले दिन्छ कि दिन्न भन्ने कुरा थियो, एउटा कुरा चाहिँ यो पैसाको बारेमा थियो, अनि एउटा क्वेरीहरू चाहिँ के थियो भने चाहिँ यो ब्याङ्कलाई कसरी रेमिटेन्स बनाउने भन्ने कुरो थियो। त्यो मैले धेरै पटक पनि यहाँहरूलाई भनिसकेँ, तपाईँले इमेल गर्नुहोस् ब्याङ्कलाई इमेल गरेपछि चाहिँ तपाईँको चाहिँ इमेल गर्छु, उसले तपाईँको नर्मल एकाउन्टलाई रेमिटेन्स एकाउन्ट बनाइदिन्छ। अनि एउटा इम्पोर्टेन्ट कुरा मैले छुटाइसकेको, यदि हाम्रो रेमिटेन्स एकाउन्ट बनाएपछि हामीले नर्मलमा नि भर्न मिल्छ कि मिल्दैन, अथवा नर्मल र रेमिटेन्स दुईटैमा भर्न मिल्छ कि मिल्दैन, अथवा चाहिँ विदेशमा मात्र भर्ने नर्मलमा पाइँदैन भन्ने क्वेसन थियो। त्यो त्यस्तो होइन। के हो भने तपाईँको रेमिटेन्स एकाउन्ट भइसकेपछि तपाईँले वैदेशिक रोजगारीमा आएको आइपिओ त भर्न
पाइहालेपछि तपाईँको आइपिओ परिहाल्यो भने भइहाल्यो। तर यदि परेन भने फेरि जब जनरल पब्लिकको लागि खुल्छ त्यति बेला पनि तपाईँले भर्न पाउनुहुन्छ। तर एउटा कुरा ख्याल गर्नु होला, तपाईँले रेमिटेन्स एकाउन्टबाट आइपिओ पारिसक्नुभयो आफ्नो खल्तीमा 10 वटा किता, अनि फेरि जनरल पब्लिकमा आउँदा त्यहाँ पनि मैले पार्नु पर्यो भनेर बठाइ खेल्नुभयो भने फेरि हजुरको यो रेमिटेन्स एकाउन्टमा परेको आइपिओ पनि रिजेक्ट हुन्छ। यो एकदमै इम्पोर्टेन्ट कुरा छ साथीहरू। आफ्नो सर्कलमा भएको आफन्त दाजुभाइ जसलाई भाइहरूलाई थाहा छैन दिदीबहिनी, उहाँलाई इम्पोर्टेन्ट नोट गराइदिनुहोस्। त्यहाँ आइपिओ त आउँछ, तपाईँले एउटै सिआरएमबाट भर्दै तपाईँ त्यहाँ देखिन्छ। तपाईँले पहिला वैदेशिक रोजगारको लागि पहिला आउँछ भर्नुभयो, त्यो 10 किता 20 किता 30 किता तपाईँलाई पर्यो पनि, अनि त्यही कम्पनीको जो जनरल पब्लिकमा आउँछ अब फेरि पनि पार्न तपाईँले चाहिँ अप्लाई गर्नुभयो भने तपाईँको पहिलाको पनि रिजेक्ट हुनसक्छ। त्यस कारण यो गल्ती चाहिँ नगर्नु होला भन्दै आजको भिडियो हेर्नुभएको धेरै धेरै धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु, त्यसले चाहिँ मलाई चाहिँ मोटिभेसन हुन्छ। र अब चाहिँ म हल्का विगत 1 वर्ष एकदम व्यस्त पनि थिएँ आफ्नो कार्यमा, त्यही भएर पनि मैले धेरै भिडियोहरू चाहिँ बनाउनु पाइनँ। अब चाहिँ म निरन्तर तपाईँलाई वैदेशिक रोजगार सम्बन्धी र रेमिटेन्स एकाउन्ट सम्बन्धी अन्य हामी विदेश हुने साथीहरूलाई चाहिँ के फाइदा छ त, सरकारले के नीति नियम लगाएको छ हामीलाई फाइदा हुने खालका, त्यस्तो बारेमा चाहिँ मैले भिडियोहरू बनाइरहनेछु भन्दै आजको भिडियो हेर्नुभएकोमा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्लिज लाइक सेयर सब्सक्राइब चाहिँ नभुल्नु होला, त्यसले गर्दा मलाई मोटिभेसन मिल्नेछ। थ्याङ्क यू सो मच।